हेलो साथीभाइहरू के छ खबर बिहानीको मिरमिरे घामसँगै बिहानीको सुरुवातसँगै हामीसँग हेर्न सक्नुहुन्छ यहाँ दुईजना आज नयाँ नौला भन्न मिल्दैन खुयुलाई त तपाईँहरूले देखिसक्नु होला सबैजना सन्चै हुनुहुन्छ होला मनदेखि नै सबैजना सन्चै हुनुहुन्छ भने सबैजना सन्चै हुनुहुन्छ अनि आशा गर्दछु अनि आज मैले यहाँ मेरो भ्लगमा अनौठो मान्छे लिएर आएको छु हाम्रो दिदीलाई मेरो आफ्नै दिदी हो उहाँ चाहिँ अनि हामी चाहिँ आज बिहानै फुलेको खाना नपाउँदै हामी जाँदैछौँ माथि बजारतिर खुयुलाई चाहिँ यता दिदीले चाहिँ खैले उता कान्छे यहाँ यो उसले हिँड्नु के अरे यो लुङ्गीको सेट अनि लुङ्गीको सेट सिलाउन पर्यो अरे त्यही भएर कस्तो है राम्रो छ ए मम्मीको चाहिँ उता हुँदै रहेछ ए हेर नि स्विट सिस्टम जस्तो होला उसले चाहिँ अब नापिसक्यो अब उसलाई अब एकजोली फेरि लुगा भयो अब एकजोली लुगा मैले किनिदिनु परेन के अरे लुङ्गी होइन लुङ्गी र चोलो लाउने अरे अब तामाङकी छोरी र छेत्रीको लुङ्गी र चोलो लुङ्गी त यस्तै हुन्छ हैन खत छिराएर यस्तो गर्ने होला त्यही हो यता नि तখন गफाउनु मन लाग्यो धेरै पछि उठेको 3-4 वर्ष पछि उठेको लदाउँछ क्या यो है गर कत्री हेर्ने मोटी जिम जान्छु आज जिम हेर्नु यहाँ जिम जान्छु यो जिम गएर ठुलो ज्यान बनाउने ठाउँमा यत्रै बसी सुकेर यस्तै हाइवे अस्ति हामी झरेको चाहिँ उहाँ तल हो क्या अरे यसलाई भेटेको अनि उहाँ पछाडि हिमालको नजारा हेर्न सक्नुहुन्छ तर तपाईँहरूको आँखाले भ्याउँदैन तपाईँहरू धेरै फोन हेर्नुहुन्छ तपाईँले चस्मा लगाएर मात्रै हेर्नुपर्छ उहाँ हेर्नु त ऊ हिमालहरू हामीले टक्क उता सेतो हिमाल यता कालो हिमाल कति फरक छ यता कालो डाँडाले छेके छ अब त चप्पल हेर्न आएको मलाई त भयो कस्तो राम्रो चप्पल हेर्न कस्तो दामी लाग्यो यो चप्पल चाहिँ यो चप्पल तपाईँ किन मन लाग्यो त्यही किन मन लाग्यो भनेर किनिदिन्छु यति लोभी छ फाइनली चप्पल पनि किन्ने हेर त बेबी त हेर म त एकदिन चप्पल किनेको त खै किन म त उड्छु जस्तो भयो हेर्दा उडिसकेँ म उड्छु जस्तो भयो मलाई यी चप्पल किनेको त जहिले नि जुत्ता लाउँथ्यौँ तर आज चप्पल लाग्यो भने कस्तो आनन्द आउँदो रहेछ है आनन्द होइन मलाई कस्तो अर्को खुस्किन्छ जस्तो लागिरहेको चप्पल त गाइदियो भने त मेरो त्यही त लाउ यस्तो क्या हिल फुत्किहाल्ने चप्पल लाउनु पाइयो चप्पल गाइज यिनीहरू चाहिँ यहाँनिर धर्म कमाउने अरे बाटो धर्म पैसा आहा ल एउटा स्याउ 100 रुपियाँ पैसा सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ आज हामी जाँदैछौँ सारङकोटको डाँडैमा आऊ बस्छ आडैमा है मै खाइदिउँला तिम्रो गालैमा भने यसरी आज हामी जाँदैछौँ सारङकोट अनि त्यसपछि यहाँ हामीले ट्याक्सी ल्याउन आउँदैछ यहाँ विशाल पाउरोटीमा आइज भनेको ट्याक्क यहीँ आउँदैछ सुरुमा हामी फुपूकोमा जान्छौँ फुपूकोमा भेटेर अनि त्यसपछि बल्ल उतातिर जान्छौँ होला सायद आज हगेर दिन्छु तिमीले हगेर खान्छौ हगेको दिनी यो चाहिँ लड देखाए एयरपोर्ट के भनेछ भने एयरपोर्टबाट ल्याएको भने त्यहाँ मलाई म्यासेज गर्छ न उसमा होइन यो लड भए त तिम्रो 2 जना टिकट पाउँछ क्या धन्यवाद है खै ल काम गर राम्रोसँग काम गर पैसा छ मलाई यस्तै गरेर दे है ट्याक्क महिना 5 स्टार हालिदिनु होला है रिभ्यू हालिदिनु होला 5 स्टार ओके ल फाइनली आज पोखरा इन्टरनेसनल एयरपोर्टमा पनि आइयो है हामी चाहिँ अब ट्याक्क यहाँ आइसक्यौँ फुपूकोमा जानु लागेको हिजोको भाइ बहिनीहरूकोमा अनि त्यसपछि अब यहाँबाट बाटो काटेर पारी जानुपर्ने हुन्छ मामासिनी अनि त्यसपछि त्यहाँ हो होटल समिटमा जानुपर्ने हामी चाहिँ जानुपर्ने यहाँ समिट होटल हाम्रो आफ्नै होटल हो है यो चाहिँ जानुपर्ने चाहिँ यो टक्का लागेर भाइ बहिनी फुपूहरूसँग भेट्नुपर्छ सानो साउ आउने गाला टोकामका सानी साउनी त्यहाँ हिँड्नु साउ यहाँ खानु होइन फाइनल्ली हामी चाहिँ अब यहाँ
केबल कार चढ्न आइसकेका छौँ। अब केबल कार चढ्ने होइन उता माथि होला नि चाहिँ केबल कार चढ्ने भनेर आइयो। अनि दिदीले यो के यो अनलाइन के वेबसाइटबाट ट्याक्सी बुकिङ गरिदियो। गरिदिएपछि त्यहाँबाट यहाँसम्म 600 रुपियाँ भनेर हामी चढेर आयो। यहाँ आएर 800 रुपियाँ माग्छन्। यस्तो भए त भएन नि है, यो चाहिँ एकदम नराम्रो हो। सो अब हामीले चाहिँ टिकट सिकेट लिएर उसलाई नै बोलायो भने रहेछ चाहिँ यो दिएर पठाउनु भएको थियो। तर यसले चाहिँ खै के भन्छ टिकटले यताबाट उताबाट यता पुऱ्याइदिएछ हामीलाई। के हो गाह्रो देश जहाँ भन्यो त्यहीँ जाने, जहाँ भन्यो त्यहीँ जाने। हामी गएर यस्तो होइन शरणकोट भ्यू फ्रम केबल कार यस्तो देखिन्छ अरे भ्यू। तर अहिले पानी पऱ्यो। हाम्रो भाग्य यति खोटो छ कि सधैँभरि पानी पर्छ। हिजो पनि घुम्न आउँदा पानी पऱ्यो, आज पनि पानी पऱ्यो। अब गर्नु चाहिँ के, अब के भन्नु पानी परेको बेलामा हिँड्नु त हिँड्नु पऱ्यो। हामी त्यहीँ अड्कै भयौँ। यहाँ के भन्नुहुन्छ उताबाट पेपर लगेर गएपछि हुन्छ भन्छन्। यहाँ आएपछि एकछिन कुर्न पर्ने रे के हो त्यहाँ दिदीले फोन गरिदिन्छु भनेछ है। अनि फोन गरिदिएपछि हुन्छ। टिकट लिएर चाहिँ आइयो। अब चाहिँ तल 3 चोटिको ओहोरदोहोरमा बल्ल टिकट, किन भनेपछि 25% डिस्काउन्ट पाएको थियौँ हामीले। 25% डिस्काउन्टमा यहाँ काम लागेन। किन काम त लाग्यो तर अलिकति ढिला हुँदो रहेछ, ढिला पालो आउँदो रहेछ 25% डिस्काउन्टमा। त्यही भएर चाहिँ अब हामी 25% डिस्काउन्टको टिकट लगेर जाँदैछौँ माथि। सो त्यही हो। अब चाहिँ यहाँ माथि चढ्न पर्छ। तर यस्तो भएन है। ल माया छ जियोस्, प्रगति भइरहेछ। अझ धेरै प्रगति गर्नु होला। फाइनल्ली केबल कारमा 3 चोटि माथि तल गरेर नि 3 चोटि माथि तल गरेर बल्ल 25% डिस्काउन्ट चाहिँ 3 चोटि तल माथि गरेर मात्र 25% डिस्काउन्ट रहेछ। नत्र यता एकैचोटि फाइनली हामी आइसकेको छौँ। कहाँ भन्दा सारङकोट। यहाँ सारङकोटको डाँडैमा हामी गणेश भएको ठाउँ जान्छौँ। पानी पर्ला तर हामी छिट्टो गरेर छिट्टो भागेर आउँछौँ। पानी चाहिँ ठुलै पर्ला त खुइल त त्यो ओडिहाल्छ ऊ आफू भने चाहिँ लिख्री छाती टोपी ढल्काउने हिँड्ने। अब हामी छिटो हिँड्न पर्छ गाइस। म त चप्पल लाएर आएको सजिलो हुन्छ नि त। उसले जुत्ता लाखा, म त हिजो त लास्टै गाह्रो भएको थियो जुत्ता लाएर। खुट्टो कोदालो चाहिन्छ। जानुपर्छ माथि। नो बेबी नो मनी, इफ यु पे मनी आई विल कम टु दुबई। नो मनी फन यस। चिङ्गोटको टुप्पा आउनलाई तर टुप्पा आउनलाई हेर्नु त उसो कस्तो छ। तलको भ्यू हेर्न आएको रे उसोले यहाँको तलको भ्यू हेर्न आएको गाइस। हेर्नु त यहीँ आइ बादल उड्यो। हेर्दा कस्तो यहीँ अगाडि नै गाडी हेर्नु त कस्तो यस्तो लाखा गाइस उसो। हामीलाई उल्टो बाटो ल्याएर आइदियो। अल्हम्दुलिल्लाह। बाटो कता मान्छेले कता लिएर बाटो तल रहेछ माथितिर गएर यत्तिकै कस्तो हुस्सो लाग्यो तर हेर्दा तलको भ्यू हेर्न आएको झन् छैन। पोखराको भ्यू हेर्न आएको पोखरा लोखरा खुवाइदियो। गणेशको मूर्ति भएको ठाउँमा आयौँ। जय गणेशाय नमः, जय गणेशाय नमः, जय गणेशाय नमः, जय गणेशाय नमः। बिहानै जुठो आयौँ त्यही भएर जान्नौँ भित्र यताउता चाहिँ यस्तो हेर्न चाहिँ हेर्छौँ हामीले। सरी कता छ चट्याङ पनि पानी पर्ने भन्दा है हामी चाहिँ अब पानी पऱ्यो चट्याङ पऱ्यो। अब के हुने हो अब के गर्नु गाह्रो पो छ पनि। अब हेर्नुहोस् तपाईँहरूले एकचोटि मैले एउटा तपाईँहरूलाई सानो भ्यू दिन्छु तर भ्यू दिन मिलेन गाइस। किनभने यहाँ मिल्ने रहेछ आउने रहेछ गणेश भगवान् हराउने रहेछ। ल त्यसै चाहिँ जानुपर्छ गाइस। हामी है कस्तो अचम्म छौँ क्या। हामी जान्छ भाइ घुम्न जान्छौँ तर हाम्रो भिडियो कस्तो हुन्छ जान्छौँ छोटो मिठो हुन्छ। हामी अब जोडियौँ तर हाम्रो कतै गएर फोटो नि खिच्न पर्दैन, केही नि गर्न मिल्दैन, मतलबै छैन। कोही अब कति अरू त घुम्न हिँड्छन् है, खाना जान्छन्,
फोटो सोटो खिच्न आउँछन् खाना साना टिकटक सिकटक हामीलाई मतलबै छैन यही भिडियो फोन तिहार छ है हिँड्नु अब कपाल 1 घण्टा लाग्ने ठाउँमा हामीले 5 के 10 मिनेटमा भ्याइदिन्छौँ क्या घुमेर त्यस्तो कतिजनालाई नोटिस भयो होला हामीले भिडियो बनाउँछ जान्छ फरक हेर सक्यो क्या त्यो भित्रै पुग्नु यहाँ टाढाबाट हेरे यस्तो रहेछ भने फरक सक्यो क्या त्यही हो क्या हामी डेन्जर हो नि त मान्छेहरू खतरा पानी पऱ्यो दुगुना पर्छ मेरो यो 17 प्रो म्याक्समा त स्टोरेज फुल भयो अर्को यो 16 प्रो म्याक्सबाट भिडियो बनाउँदै गाइस कस्तो थाहा छैन छिटो छिटो आऊ है पानी पऱ्यो रुज्यो तँ आज त बनतिर बस त बनतिर बनि अस्ति मान्छे होस् बन मान्छे होस् म चाहिँ दुगुरे दुवा सुवा सँगै काट्दै पानी पर्दा भाग्ने रे ठिक छ त्यही हो मिलेर क्या मिलेर गर्ने गइरहनु गाइस यहाँ पानी पऱ्यो रुज्यो गाइस उता यो छाता उठा बचाइ रुजे छाता होइन नि यो छाता होइन क्या जब यहाँ झन् चप्पल लाएर आएको कति ठिक भयो गाई चप्पल चाहिँ हिलो भाडे चाहिँ कुकुर मिन्टी खेल्छु चिप्लिएर तिमीहरूको दिन कहिले यसरी हेर त आफ्नो खुइलाई लिएर यस्तै केबल कारमा एक्लै हेर त यही एक्लै कारमा टक्क यस्तो बाहिर बादल लाग्यो यस्तो टक्क बादल लागेको बेलामा टक्क सिम पानी परेको बेलामा केबल कारमा आफ्नो बुढी र आफू साथीभाइहरू हामी त आइसक्यौँ अब केबल कार चढ्यो मात्रै खुइ आज धेरै ह्याप्पी छिन् ह्याप्पी आज ह्याप्पी भइसिन् धेरै केबल कार चढ्यो है कस्तो लाग्यो एकदम मजा आयो हो र हो ल गाई देखाउ नि के रे के भन्न लाग्थ्यो केबल कार अहिले त्यो केबल कार भन्दा टेबल कार हो टेबल कार थानकोटको टेबल कार थानकोट होइन कि ए सारङकोटको केबल कार खुइ अहिले यहाँ प्राइभेट बसमा चढिहिँड्यो यसरी हामी अहिले पब्लिक बसमा बेर जानु लाग्यो गाडीले बाइकलाई हानेर यहीँ रोकेका छौँ उपेँ हामी अनि कति घन्टा लाग्छ हामी जाने ठाउँ त चढ्यो तर बसमा चढ्ने बित्तिकै यहाँ बाइक यहाँ रङबाट आएर के भयो बाइक पल्ट्यो अरे अनि त्यसपछि यहीँ डिस्कस भएर राखेँ तर हामी चाहिँ हिँडेर जाऊँ हामी हिँडेर चलिदिन्छौँ अब त गाडीमा चढेको छैन पैसा कसरी दिनु त्यही त उतै डिस्कस भइसक्यो आऊ जाऊँ छोड्यो उहाँ डिस्कस गरेर राखेको आइज अब त्यो कति दिनुपर्ने हो के हो गाइज आऊ छोडिदियो अब ट्याक्सी चाहिँ अगाडि आउँछ न बाई जाम गाई छोडिदिउँ आऊ चढेँ गाई जो तँ हिँड्दै तँ अब बसभित्र चढेर म बसै नहिँड्यो अब के गर्नु त बरु स्वयं चाहिँ हिँड्ने आफ्नो बाटो हिँड्दिनु सक्यो त होइन हो कि गयो अब उसलाई चाहिँ तर्फबाट पानीपुरी खानु मन लाग्यो हामी तर पानी अब हामी ट्याक्सीमा जान्छ भनेको बस गइहाल्यो भने अब अहिले बसमा चढेको बसमा डिस्कसमा परेको अब चाहेन बरु घर जान्छौँ तपाईँहरू भन्नुहुन्छ नि यो ज्यादै कति छुचो छ केही खान दिन नि चटपट चाहियो चटपट एक प्लेट चटपट अब दमाउँछ यसले एक प्लेट चटपट एक प्लेट पानीपुरी दमाउँछ अघिमा केबल कार चढ्ने बेला भनेको उस गर्ने खाने भनेर अनि उसलाई चाहिँ पिरो भएछ अरे खानु पिरो नहालिदिनु भनेको तर पिरो हालिदिनु भएछ के हो जस्तो लाग्यो मिठो चाहिँ मिठो एकदम मिठो तर सायद हामीले पिरो जेरो खाने भएर नत्र मिठो चाहिँ दामी मिठो छ त साथीभाइ तपाईँको ज्यादी दाइ त लिङ्गेसन हुनु लाग्यो जस्तो खाँदा हेर्नु त दाँतै खस्यो अरे केटापट्टि दाँत फुकाउन लाँथेँ पट्टै भात चिपेर बदम खाएको छ तर पोखरा लेक साइडमा आएर चटपट के खाएको थिएँ यहाँ खुइले चटपट खामा नि चटपट खानु लागेको त दाँतै फुत्कियो अरे अन्त यहाँ खाँदा बदम टोके के टोके यहाँ यता क्या जापानमा बनाउन भन्दै थियो अनि मैले नबनाइकन आएको थिएँ नि त यता अनि त्यसपछि त पक्लाकै फुत्कियो गरेँ यहाँ म त के साह्रो हुन्छ के साह्रो हुन्छ भनेको त चटपट खाँदा दाँतै फुत्कियो यार खाएर निस्किसकेँ मैले धेरै उसले खाएँ म त कहाँ चटपट खाँदै थिएँ म के साह्रो कटाङ हुन्छ दाँतै फुत्कियो यहीँ आफै खाने आफै दाँत चपाउने बस्ने होइन म त के साह्रो हुन्छ भन्दै चाहिँ जिउरो लगाएर त दाँतै फुत्किएछ क्या तनाव यार छैन दाँत तनाव भयो गाइस कस्तो लिङ्गेसन हुनु लाग्यो यार म त दिमाग खराब भयो अब यहाँ दिदीले उताबाट पठाउ गर्दैछ तर हामीले पठाउ गर्न आउँदैन
त्यही भएर पठाउले कुरा बसेछौँ हामी यहाँ लेक साइड छौँ चटपट खान मन लाग्यो कति टाइम लाउँछ धेरै टाइम लाग्दैन एकैछिनमा आइहाल्छ चिसो है अब चाहिँ हामी घर जान लाग्दैछौँ अब चिसो पनि भयो घर खाना बनाउँछ अरे म नभए गर्ने अनि फेरि हामी राति यही हो चिसो फाइनली हामी त घर आयौँ पानी ठुलो पऱ्यो हाम्रो यता पछाडि दिदी ल्याउन आयौँ बाहिरतिर अँधेरो भयो एकदमै अँधेरो पानी ठुलो परेर बिजोग भयो रुजेर भर्खर घर फर्किनु अब गएर लुगासुगा चेन्ज गरेर डङडङ सुत्ने टाइम हुन्छ सो गाइज आजको लागि यति नै हो फेरि भोलिको नयाँ भिडियोमा भेट्दै गरौँ न सो लभ यु सो मच गाइज है फेरि भेट्दै गरौँ न बाई